पुनः स्वागत छ हाम्रो लाइभमा जोडिनुहुने सम्पूर्ण दर्शकहरूलाई र हामीले चुनावी नतिजा 2082 को मत परिणाम तपाईहरु माझमा सार्वजनिक गरिरहेका छौं। स्क्रिनको माध्यमबाट तपाईले हेरिरहनु भएको छ कसले कति स्थानमा अग्रता लिएको छ र कसले कसलाई पछाडी पारिरहेको छ र को अगाडि आइरहेको छ। सबै कुराहरू हामी स्क्रिनमा देखाइरहेका छौं र यसै सिलसिलामा म अडियोको माध्यमबाट पनि तपाईहरु माझमा जोडिएको छु र अपडेटको माध्यमबाट पनि जोडिरहेको छु र यति बेलासम्म देशैभरि राष्ट्रिय स्वतन्त्र पार्टीको लहर चलिरहेको देख्न सक्छौं। राष्ट्रिय स्वतन्त्र पार्टी अन्य दलभन्दा निकै नै अगाडि बढेको छ र अन्य दलहरूको जुन अग्रस्थान छ अग्रता छ त्यो भन्दा राष्ट्रिय स्वतन्त्र पार्टीको धेरै गुणा माथि रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले यति बेलासम्म देशका विभिन्न निर्वाचन क्षेत्रहरूमध्ये 44 वटा निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहेको छ भने नेपाली कांग्रेस र नेकपा एमाले 4-4 स्थानमा अग्रता कायम राखेका छन् भने नेपाल कम्युनिस्ट पार्टीले 2 स्थानमा, त्यसैगरी राप्रपाले 1 स्थानमा र श्रम संस्कृति पार्टीले 1 स्थानमा अग्रता कायम गरेको हामीलाई अपडेट प्राप्त भएको छ। हामी तपाईहरु माझमा अब कुन निर्वाचन क्षेत्रमा कसले अग्रता कायम गरेको छ र कुन उम्मेदवारले कति मत प्राप्त गर्नुभएको छ यो कुराको जानकारी दिन चाहन्छौं। हामीसँगै रहनु होला र यो भिडियोलाई लाइक गर्नु होला, कमेन्ट गर्नु होला र शेयर पनि गर्नु होला। म यति बेला अब केही चर्चित क्षेत्रको मत परिणामको बारेमा तपाईहरुलाई जानकारी गराउन गइरहेको छु र हामीसँग जे अपडेट आउँछ त्यो अपडेट तपाईहरु माझमा गराउँदै जाने छौं। र म रूपन्देही 3 बाट सुरुवात गर्न चाहन्छु। रूपन्देही 3 मा राष्ट्रिय स्वतन्त्र पार्टीका डाक्टर लेखजङ थापाले 1790 मत प्राप्त गर्दै अग्रता कायम गर्नुभएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका गौरव बोहराले 248 मत प्राप्त गर्नुभएको छ। त्यसैगरी हामी ललितपुर 3 मा जान्छौं। ललितपुर 3 मा तोसीमा कार्की हुनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टीको। उहाँले 2477 मत प्राप्त गर्दै अग्रता कायम गर्नुभएको छ भने जितेन्द्र कुमार श्रेष्ठले 590 मत प्राप्त गर्नुभएको छ। त्यसैगरी हामी रुकुम पश्चिममा जान्छौं। रुकुम पश्चिममा अहिलेसम्म मतगणना सुरु भइसकेको छैन र अपडेट प्राप्त भएको छैन। हामी अपडेट प्राप्त भइसकेपछि तपाईहरु माझमा अपडेट दिनेछौं। त्यसैगरी नुवाकोट 1 मा पनि अहिलेसम्म मतगणना सुरुवात भइसकेको छैन। त्यसैगरी मोरङ 6 मा पनि मतगणनाको रिजल्ट आएको छैन। सप्तरी 2 बाट पनि आएको छैन। त्यसैगरी अब हामी देशकै चर्चित ठाउँमा जान्छौं झापा 5। झापा 5 मा राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाह र नेपाल कम्युनिस्ट पार्टी एमालेका केपी शर्मा ओली जो दुवैजना प्रधानमन्त्रीको दावेदार पनि हुनुहुन्छ। उहाँहरूको अहिलेको सुरुवाती मतगणनाको कुरा गर्दै गर्दा बालेन्द्र शाह धेरै अगाडि देख्नुहुन्छ। उहाँले 1478 मत प्राप्त गर्नुभएको छ भने केपी शर्मा ओलीको 384 मत प्राप्त भएको छ यति बेलासम्म। अनि जाजरकोट 1 मा जान्छौं। जाजरकोट 1 को पनि नतिजा प्राप्त भइसकेको छैन अझसम्म। सम्भवतः त्यहाँ अहिले पनि मत गणनाको काम भएको छैन। अब अर्को चर्चित ठाउँमा जान्छौं हामी भक्तपुर 2। भक्तपुर 2 पनि निकै चर्चामा रहेको छ। नेकपा एमालेका महेश बस्नेत र राष्ट्रिय स्वतन्त्र पार्टीका राजीव खत्री बीचमा निकै रोचक प्रतिस्पर्धा हुने पूर्वानुमान नै गरिसकेको थियो र यति बेलासम्मको मत परिणाम हेर्दै गर्दा राजीव खत्री राष्ट्रिय स्वतन्त्र पार्टीका अग्रस्थानमा छन् र उनले 3060 मत प्राप्त गर्दा महेश बस्नेतको भने 1573 मत मात्रै प्राप्त भएको छ। झन्डै डबल मत सहित राजीव खत्रीले अग्रता कायम गरेका छन्। त्यसैगरी धादिङ 1 मा जाउँ। धादिङ 1 मा आशिका तामाङ राष्ट्रिय स्वतन्त्र पार्टीबाट अग्रता रहेको छ। 554 मत छ भने उनलाई पछाइरहेका छन् 336 मत सहित नेपाल कम्युनिस्ट पार्टीका राजेन्द्र प्रसाद पाण्डेले। त्यसैगरी काठमाडौँ 5
मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी का सस्मित पोखरेलले 3700 मतसहित अग्रता कायम गरेका छन् भने प्रदीप पौडेल नेपाली काङ्ग्रेसका उनले 1078 मत प्राप्त गरेका छन्। काठमाडौँ 4 मा पुकार बम राष्ट्रिय स्वतन्त्र पार्टीबाट उनले 6834 मत प्राप्त गर्दै अग्रता कायम गर्दा उनलाई पछ्याइरहेका छन् नेपाली काङ्ग्रेसका सचिन तिमेल सिन्हा, जसले 2226 मत प्राप्त गरेका छन् भने नेकपा एमालेका राजन भट्टराई छन्, उनले मात्रै 1207 मत प्राप्त गरेका छन्। भिडियोलाई सेयर पनि गर्नुहोला, धेरैसम्म पुर्याउनु होला। हामी अडियोको माध्यमबाट पनि जोडिसकेका छौँ र अपडेटको माध्यमबाट पनि तपाईँहरू माझमा अपडेट गराइरहेका छौँ। हामी देशैभरि आएको मत परिणामको बारेमा जानकारी गराइरहेका छौँ। यति बेलासम्म चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीले निकै फ्रागिलो अग्रता कायम राखेको छ र यति बेलासम्मको कुरा गर्दै गर्दा 44 स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम गरेको छ भने अन्य पार्टीहरूको निकै पछाडि रहेको छ। र हामी अब काठमाडौँ 4बाट हामी झापा 2 मा जान्छौँ, जहाँ पूर्व सभामुख र पूर्व उपसभामुख एकै क्षेत्रबाट प्रतिस्पर्धा गरिरहनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्द्रिया राणा मगर, जसले 1549 मत प्राप्त गर्दै अग्रता कायम गर्नुभएको छ भने नेकपा एमालेको देवराज घिमिरेले 275 मत प्राप्त गर्नुभएको छ। त्यसै गरी इलाम 2 मा अहिलेसम्म मत परिणाम प्राप्त हुन सकेको छैन। त्यसै गरी गोर्खा 2 बाट पनि मत परिणाम प्राप्त हुन सकेको छैन। त्यसै सर्लाही 4 पनि निकै चर्चित ठाउँ रहेको छ। नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापा जहाँबाट उम्मेदवारी दिनुभएको छ र उहाँ पनि प्रधानमन्त्रीको दावेदारी हुनुहुन्छ र उनीसँग अमरेश कुमार सिंह जुन राष्ट्रिय स्वतन्त्र पार्टीबाट लडिरहेका छन्, यहाँको पनि मत परिणाम अझैसम्म प्राप्त हुन सकेको छैन। सम्भवतः यहाँ केही समयपछि अब मतगणनाको काम सुरु हुन्छ। र हामी सर्लाही 4 पछि सर्लाही 2 मा जान्छौँ, जहाँसम्म अहिलेसम्म मतगणनाको काम भएको छैन। त्यसपछि अर्को चर्चित ठाउँमा जान चाहन्छौँ, चितवन 2 राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जहाँ उम्मेदवार हुनुहुन्छ। उहाँले अग्रता कायम गर्नुभएको छ 3265 मतसहित भने उहाँलाई पछ्याइरहनु भएको छ अश्विन घिमिरे नेकपा एमालेको, जसले 1519 मत प्राप्त गर्नुभएको छ अहिलेसम्म भने मीना कुमारी खरेल नेपाली काङ्ग्रेसको, उहाँले 1094 मत प्राप्त गर्नुभएको छ। त्यसै गरी हामी रोल्पा 1 मा जाउँ। यहाँ पनि अहिलेसम्म मतगणना हुन सकेको छैन। त्यसै गरी रौतहट 1 यहाँ पनि मतगणना हुन सकेको छैन अहिलेसम्म। त्यसै गरी कञ्चनपुर 2 मा राष्ट्रिय स्वतन्त्र पार्टीले नै त्यहाँ अग्रता कायम गरेको छ, जहाँ दीपक राज बोहरा हुनुहुन्छ। उहाँले 2427 मतसहित अग्रता कायम गर्नुभएको छ भने उहाँलाई 936 मतसहित पछ्याइरहनु भएको छ नारायण प्रसाद साउद नेपाली काङ्ग्रेसको हुनुहुन्छ। त्यसै गरी कैलाली 4 मा पनि अहिलेसम्म मतगणना हुन सकेको छैन। सप्तरी 3 मा पनि हुन सकेको छैन। अछाम 2 मा पनि मतगणना अहिलेसम्म हुन सकेको छैन। त्यसै गरी हामी अब कास्की 3 मा जान्छौँ। कास्की 3 मा मतगणनाको काम भइरहेको छ, काउन्टिङ हुँदैछ र राष्ट्रिय स्वतन्त्र पार्टी नै यहाँ अग्रस्थानमा रहेको छ। बिना गुरुङले अग्रता कायम गर्नुभएको छ 2851 मतसहित भने उहाँलाई पछ्याइरहनु भएको छ मनोज गुरुङ नेपाली काङ्ग्रेसको हुनुहुन्छ 1333 मतसहित। र काठमाडौँ 2 मा जाउँ। काठमाडौँ 2 मा पनि मतगणनाको काम जारी छ र भर्खरै प्राप्त भएको मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकै सुनिल केसीले अग्रता कायम गर्नुभएको छ 424 मत सहित भने नेकपा एमालेको मणिराम फुयालले 236 मत प्राप्त गर्दै पछ्याइरहनु भएको छ सुनिल केसीलाई। त्यसै गरी अर्को चर्चित ठाउँ ललितपुर 3 जहाँ तोसीमा कार्की हुनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टीबाट। उहाँले 2477 मतसहित अग्रता कायम गर्नुभएको छ भने नेपाली काङ्ग्रेसको जितेन्द्र कुमार श्रेष्ठले उहाँलाई पछ्याइरहनु भएको छ 590 मतसहित।
हामी धनुषामा जान चाहन्छौँ। धनुषामा मनिष झा हुनुहुन्छ। झाले 5278 मतसहित अग्रता कायम गर्नुभएको छ भने नेपाली काङ्ग्रेसको विमलेन्द्र निधि हुनुहुन्छ, उहाँ धेरै पछाडि हुनुहुन्छ। उहाँ 1929 मत लिएर मनिष झालाई पछ्याइरहनु भएको छ। त्यसै गरी अब अर्को चर्चित ठाउँ झापा 5 बालेन्द्र शाह निकै अगाडि हुनुहुन्छ। यहाँको मत परिणाम अलि अगाडि नै आएको हो। अहिले चाहिँ नयाँ मत परिणाम चाहिँ प्राप्त भइसकेको छैन। केही समयपछि पक्कै पनि प्राप्त भइसकेपछि हामी तपाईँहरू माझमा यसको अपडेट लिएर उपस्थित हुनेछौँ। अहिलेको लागि भने बालेन्द्र शाहले 1478 मत प्राप्त गर्दै गर्दा केपी शर्मा ओलीले भने 384 मत प्राप्त गर्नुभएको छ। त्यसै गरी तेह्रथुम 1 मा नेपाली काङ्ग्रेसले अग्रता कायम गरेको छ। यहाँ भने नेपाली काङ्ग्रेसका सन्तोष सुब्बाले 1840 मत प्राप्त गर्दै गर्दा भानुभक्त ढकाल जो नेकपा एमालेको हुनुहुन्छ उहाँले 1821 मत प्राप्त गर्नुभएको छ। झन्डै 19 मतको फरक रहेको छ भने यहाँ सुरेन्द्र कार्की राष्ट्रिय स्वतन्त्र पार्टीबाट हुनुहुन्छ, उहाँले पनि पछ्याइरहने काम गर्नुभएको छ। 1607 मत रहेको छ। त्यसै गरी अब अर्को चर्चित ठाउँमा जाउँ, भक्तपुर 2 जहाँबाट नेकपा एमालेका महेश बस्नेत र राष्ट्रिय स्वतन्त्र पार्टीका राजीव खत्रीको निकै टक्कर हुने पहिल्यै अनुमान पनि गरिएको थियो। यहाँ चाहिँ राजीव खत्रीले अहिलेसम्म चाहिँ अग्रता कायम गर्नुभएको छ। 3060 मत उहाँको छ भने महेश बस्नेतको 1573 मत रहेको छ। त्यसै गरी मोरम 2 मा अहिले मतगणनाको काम भइरहेको छ, तर नतिजा भने आइसकेको छैन। हामी केही समयपछि प्रारम्भिक नतिजा सहित मोरङ 2 को अपडेट लिएर उपस्थित हुनेछौँ। त्यसै गरी पाल्पा 1 मा पनि काउन्टिङको काम भइरहेको छ। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका विमल पन्तले अग्रता कायम गर्नुभएको छ। यहाँ 533 मत सहित भने नेकपा एमालेका नारायण प्रसाद आचार्यले 303 मत सहित उहाँलाई पछ्याइरहनु भएको छ। त्यसै गरी अर्को चर्चित ठाउँ रहेको छ काठमाडौँ 3 जहाँ उज्यालो नेपाल पार्टीका कुलमान घिसिङ हुनुहुन्छ। त्यसै गरी राजुनाथ पाण्डे हुनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टीबाट। भर्खरै मात्रै यहाँ मत परिणाम यो केही समय अगाडिको थियो, काउन्टिङ हुँदैछ। अब केही समयपछि नयाँ अपडेट आउनेछ र यो चाहिँ पुरानै अपडेट हो जुन हामी स्क्रिनमा देखाइरहेका छौँ। राजुनाथ पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टीबाट उहाँले प्राप्त गर्नुभएको छ 4649 मत भने कुलमान घिसिङको 3341 मत रहेको छ।